बन्दैछ संसदमा होहल्ला र तोडफोड गर्नेलाई संसदबाटै निकाल्ने नियम। बालेन आएनन् भन्दै विपक्षीले विरोधका लागि विरोध गरेको भयो प्रमाणित। यस्तो छ घामझै छर्लङ्ग कानुनी व्यवस्था। महावीरको जायज कुरा बालेन सरकारले गरिदियो पूरा। महावीरले गरे मुक्त कण्ठले तारिफ, बने कृतज्ञ। बन्दैछन् बालेन क्याबिनेटको मन्त्री। संसदमा कुर्सी तोडफोड गर्ने र होहल्ला गर्ने सांसदलाई अब मर्यादा पालक लगाएर सिधै बाहिर निकालिनेछ र भएको सम्पूर्ण भौतिक क्षति उनीहरूकै खल्तीबाट असुल। देशको संसदमा यस्तो नाटक मञ्चन भइरहेको छ जसले पुराना राजनीतिक दलहरूको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। यो कुरा हरेक नेपालीले बुझ्न जरुरी छ। देशको ढुकुटी जोगाउन र काम छिटो छरितो गर्न प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबारमा मन्त्रालयको संख्या 22 बाट घटाएर 18 मा झार्ने ऐतिहासिक निर्णयमा हस्ताक्षर गर्दै थिए र एमाले बालेन किन आएनन् भन्दै बैठक अवरुद्ध गरिरहेका थिए। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा विपक्षीहरूलाई न देशको बजेट सुन्नु थियो न त नयाँ नीति। उनीहरूलाई केवल प्रधानमन्त्रीको अनुपस्थितिको बहानामा विरोधका लागि विरोध गर्नु। नियमावली 2079 को नियम 38 को उपनियम 1 ले स्पष्ट भन्छ, नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले दिन सक्नेछन्। कानूनले नै अर्थमन्त्रीले जवाफ दिन मिल्ने स्पष्ट व्यवस्था गर्दा गर्दै पनि बिना कारण सदन 3 पटक स्थगित गरियो। यता विपक्षीले संसदमा रडाको मच्चाइरहँदा प्रधानमन्त्री बालेन शाहले भने विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय सहित 18 वटा मात्र मन्त्रालय राख्ने साहसिक निर्णय गरिसकेका थिए। वर्षौंदेखि विज्ञान मन्त्रालयको माग गर्दै आएका वैज्ञानिक महावीर पुन यही निर्णयबाट गदगद हुँदै नेताहरूलाई दिएको श्राप फिर्ता लिइरहेका थिए। अब तिनै महावीर पुन बालेन क्याबिनेटको मन्त्री बन्ने चर्चा समेत सुरु भएको छ। जनताको रगत पसिना बगाएर तिरेको करबाट पालिएका सांसदहरू संसदमा नीति निर्माण गर्न गएका हुन्। नियमावलीमै नभएको कुरा झेकेर देशको अमूल्य समय र पैसा बर्बाद गर्न होइन। एकातिर संसद अवरुद्ध गरेर नयाँ सरकारलाई असफल देखाउने र हुडलो मचाउने खेल भइरहेको छ, अर्कोतिर सरकारले मन्त्रालय घटाएर राज्यको ढुकुटी जोगाउने र वैज्ञानिकहरूलाई अनुसन्धानको ढोका खोल्ने काम गरिरहेको छ। साँच्चै प्रधानमन्त्रीको अनुहार मात्र हेर्न चाहन्थे कि उनीहरू रासपा सरकारको 100 दिने ऐतिहासिक नीति तथा कार्यक्रमलाई छायामा पार्न चाहन्थे। जब कानूनले नै तोकेको मन्त्रीले जवाफ दिन मिल्छ भन्छ भने भित्रको माहौल फेरिँदैछ। नयाँ नियम लागू हुँदैछ जहाँ सभामुख प्रवेश गर्दा उठ्नै पर्ने, असंसदीय शब्द बोल्न नपाइने र भिडियो रेकर्ड गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। अनुशासन तोड्नेलाई 15 दिनसम्म निलम्बन गर्ने कडा तयारी छ, तर कानून बनाउने थलोमै कानूनको धज्जी उडाउने प्रयास भइरहेको छ। पूर्व सचिव भीम उपाध्यायले भने चाहिँ यदि संसदमा बिना मुद्दा हंगामा गरेर सरकारलाई कामै गर्न नदिने र लङ्गडी मात्र लगाउने हो भने यो व्यवस्थाकै औचित्य के? हिजोका दिनमा बाचा धेरै हुन्थे, काम हुँदैन थियो। आज व्यवहारमा मन्त्रालय घटाइएका छन्। महावीर पुन जस्ता सच्चा देशभक्त र अनुसन्धानकर्ताले राज्यबाट न्याय पाएका छन्, तर हाम्रा पुराना दलहरू अझै पनि संसदीय परम्पराको नाममा देशको गति बन्धक बनाइरहेका। सदनमा कुर्सी तोड्नेलाई 15 दिन निलम्बन गरेर बाहिर निकाल्ने नियम त बन्दैछ, तर बिना कारण देशको अमूल्य समय र जनताको आशा तोड्नेहरूलाई चाहिँ के गर्ने? बालेनले सिंहदरबारबाट देशको खर्च घटाउने निर्णय गरिरहँदा संसदमा होहल्ला गरेर समय खेर फाल्नेहरूले अब एउटा कुरा बुझ्न जरुरी छ। जनताले